हेलो नेपाल, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ यो जानकी मन्दिर होइन, जहाँ चाहिँ सीता माताको जन्मथल पनि भनेर भनिन्छ होइन। यो हेर्दा चाहिँ लाइक रोयल प्यालेस जस्तो देखिन्छ होइन। ओभर दामी भाइसतिर छ क्या। यसको आर्किटेक्चरहरू पनि सब हातले बनाएको होइन। अनि यसमा चाहिँ 60 भन्दा धेरै कोठाहरू छ क्या भित्र। अहिले म तपाईँहरूलाई देखाउँछु, चिन्ता नगर्नु होला। यहाँ चाहिँ नि विवाह पञ्चमीको दिन वाइल्ड भिड हुन्छ क्या। इन्डियाबाट पनि टन्नै मान्छे आउँछ। विवाह पञ्चमी भनेको चाहिँ यहाँनिर लाइक रित छ क्या। भगवान् राम र सीताको बिहे गराउने, एउटा मान्छेलाई राम बनाउने, एउटालाई सीता बनाउने, अनि तिनीहरूको बिहे गराइदिने, यो पहिल्यैदेखि रित चलेको हो क्या। अनि त्यो विवाह पञ्चमीको दिन चाहिँ यहाँ इन्डियाबाट पनि टन्नै टुरिस्टहरू आउँछन्, बाहिर कन्ट्रीबाट टन्नै टुरिस्टहरू आउँछन्। अहिले यहाँ भित्र के छ लाइक सबै छ क्या भित्र। यो एउटा आर्किटेक्चर नै कुन खतरा डिजाइनले बनाएको छ क्या। अहिले म भन्छु नि तपाईँहरूलाई भित्र गएर के छ। धनुष राम भगवान्ले चलाएको धनुष, राम भगवान्को बिहे भएको उतातिर छ भिन्दै। अहिले म देखाउँछु बिस्तारै। यो मन्दिरलाई 9 लाख मन्दिर पनि भन्छ कि। यो मन्दिरलाई बनाउँदाखेरि 9 लाख त्यतिखेर खर्च भएको थियो। यो खोइ डेट मलाई एक्ज्याक्ट थाहा भएन कि। लाइक 110 वर्षभन्दा पनि पुरानो मन्दिर हो क्या यो। अनि यहाँनिर 110 वर्षभन्दा पनि अगाडिदेखि लाइक यो मन्दिर बनेदेखि नै यहाँनिर आरती पूजा जहिले बिहान बेलुका हुन्छ होइन। मैले देखाउँछु। अनि मान्छेहरूको दिमाग हेर्नु है, यहाँनिर लाइक जुत्ता राख्ने फ्री फेसिलिटी छ क्या। यहाँ जुत्ता फ्री राख्न मिल्छ, फ्री अफ कस्ट। तर पनि मान्छेहरूले यहाँ राखिरहेको छ क्या। यसले लाइक नराम्रो धेरै पार्छ क्या। ल म चाहिँ यहाँ जुत्ता राखेर भित्र तपाईँहरूलाई देखाउँछु के छ भनेर है। हामीले चाहिँ जुत्ता राख्यौँ, 32 टोकन नम्बर मोजासँग गइरहेछौँ। यसरी राख्ने होइन नि त यार। जब फ्रीमा सुरक्षा दिइरहेछ त किन यसरी बाहिर राखिदिनु क्या। यहाँबाट चोरी भयो भने कसले जिम्मेवारी लिन्छ। यहाँ मिठाई सिठाई लिन मिल्यो होइन। यो चाहिँ मन्दिर हो भित्र। बुवाले यहाँनिर टिका सिका लगाइदिनुहुन्छ होइन। टिका सिका लगाएर निस्किने। यो चाँदी कोटेड हो है, लाइक चाँदी हो तर कोटेड। यो भित्र भजन बजिरहेछ नि। यो चाहिँ लाइक 110 वर्षभन्दा धेरै भइसक्यो। यो मन्दिर बनेदेखि अहिलेसम्म रुएको छैन यो भजनहरू चाहिँ। अस्ति एनइबीले पनि छापेको थियो होइन। तर रियालिटी भनेको यो 24 घन्टै हुन्छ क्या। 24/7 एक सेकेन्डको लागि पनि अहिलेसम्म रुकेको छैन क्या। यहाँभित्र जहिले यस्तो भइरहेको छ होइन। लाइक पूजासुजा बिहे सिहेको लागि यहाँ बिहे भइरहेछ होइन। लाइक ओभर वाइल्ड राम्रो ठाउँ हो क्या यो। हिन्दूको लागि नि, हिन्दू मुस्लिम जोसुकै होस् तर ठाउँ ओभर राम्रो छ। अब यहाँबाट माथि जानुपर्छ। माथि के राखेको छ कि। अस्ति पालि आउँदा त मैले भिडियो बनाएको थिएँ भित्र। योचोटि हेरौँ पाउँछु कि पाउँदिनँ बनाउन। तर यो हेर्नु न, लाइक 60 भन्दा बेसी कोठाहरू छ क्या। यस्तो कोठाहरू आर्किटेक्चरहरू हेर्नुहुन्छ भने लाइक यो सबै हातले बनाएको हो क्या। यिनीहरू सबै हातले बनाएको। यतातिर हेर्नु सब हेर्दाखेरि प्यालेस जस्तै देखिन्छ। यो चाहिँ सीता माताको जन्मथल अरे क्या। यहाँ सीता माता जन्मिनु भएको अरे होइन। अब भित्र हेरौँ होइन। यहाँ पैसा लिन्छ 10 कि कति रुपियाँ। अनि भित्र जानुपर्छ। नेपाली रु 15, भारत रु 10। ल अब यो काटेर माथि जाउँ। भिडियो बनाउनु दिन्छ कि दिँदैन थाहा भएन, म देखाउँछु ल। यहाँ आर्किटेक्चरहरू हेर्नु है। यो सब हातले बनाएको, सबै हातले बनाएको, सब हातले बनाएको है यिनीहरू। लाइक कस्तो मिठो बनाएको छ कि। पहिलाको मान्छेहरूको आर्किटेक्चर नै खै। अहिले मान्छेहरू आर्किटेक्चर पढेर पनि यस्तो राम्रो डिजाइन बनाउन सक्दैन। पहिलाको मान्छेहरूले यत्तिकै बनाइदिन्थ्यो यार राम्रो। यो चाहिँ सीता माताको लाइक बिहे भएको होइन। राम सीता भगवान्को बिहे भएको ठाउँ हो यो। मण्डप होइन। मण्डप अलिक उता छ। यतातिर चाहिँ लाइक सरसफाइ अलिअलि ध्यान दिएको छ कि मन्दिरभित्र चाहिँ। तर मन्दिरको त्यो हुन त त्यो पनि भित्रै हो कि। तर खै त्यता पनि। यहाँ अगाडि चाहिँ बिहे भएको छ। अगाडि मण्डप छ, त्यहाँनिर सबै कुरो छ। अब हेरौँ न कसको के फोटोहरू छ क्या। अनि यतातिर पनि यो सानो सानो मठ मन्दिरहरू बनाइरहेको छन्। राम्रो बगैँचा छ।
दामी छ नि त राम्रो राम्रो फुल केयर गरेको छ क्या यो ठाउँलाई पहिले त अनि सोच्नु त यार 110 वर्ष अगाडि आम्मामा यहाँ हो 110 धेरै पुरानो हो नि यार यो मन्दिर बनेको त अनि यो मन्दिरहरू चाहिँ लगभग 110 वर्ष अगाडि बनेको हो कि तर यो रिलिजियसको हिसाबले चाहिँ हजारौँ वर्ष भइसक्यो क्या यो मन्दिरहरूको यहाँ राम सीता भगवान पनि हजारौँ वर्षपछि भइसक्यो तर यो मन्दिर चाहिँ भर्खर बनेको होइन 110 वर्ष अगाडि भित्र राम सीता भगवानको फोटोहरू छ सायद बनाउन दिन्छ कि दिँदैन भित्र तर मैले नबनाउन खोजेको बनाउनु र एकाउन्ट घुमौँ न होइन यो सब छ होइन अब यताबाट हेर्ने यसो हेर्ने यहाँबाट देखिँदो रहेछ त हाम्रो राम सीता भगवान बिचमा हुनुहुन्छ साइड साइडमा बाउ जनक यताउति सब छन् होइन यो मन्दिरको वरिपरि भन्नाले नि यो मन्दिर चाहिँ है म क्लियर गरिदिन चाहन्छु यो मन्दिर चाहिँ 110 वर्ष अगाडिको बनाएको हो आर्किटेक्चरहरू तर यो जन्मथल चाहिँ लाइक हजारौँ वर्ष पुरानो हो क्या यो जन्मथल यसलाई अलिकति राम्रो तरिकाले बनाएको भनेको चाहिँ 110 वर्षभन्दा अगाडि हो अनि यो त धेरै पुरानो हो यहाँनिर हेर्नु न सानो सानो मन्दिरहरू छ होइन यहाँनिर आउने इन्डियाको मात्र मान्छे भन्छन् कि धेरैले तर मैले अघिदेखि धेरै मतलब अमेरिका एउटा अङ्कल थियो अङ्कल त के अङ्कल हुनुहुन्थ्यो अनि त्यो अङ्कल लाइक अमेरिकाबाट आएको रहेछन् अनि यहाँको एउटा रिपोर्ट बनाउन आएको रहेछ बनाएर जानुभयो म नि भिडियो बनाउँछु भनेको तर पाइएन कस्तो दामी छ यार ल यो जानकी मन्दिरको चाहिँ भ्लग यतिसम्म हो तपाईँहरूलाई मैले यतिसम्म देखाएँ अब नेक्स्ट कहाँ गइन्छ त छैन दुईवटा ठाउँ घुमिसक्यो 2-3वटा ठाउँ योभन्दा अगाडिको भिडियो हेर्न बिर्सिनु भएको छ भने हेर्नु होला खोइ प्रेत घुम्छ ओर्छ के वाला छ लाइक उतो हो क्या त्यो भिडियो चाहिँ कस्तो खालको छ भने नि जो अकालमा मृत्यु भएको हुन्छ नि त्यसलाई एउटा ठाउँमा गाड्ने रहेछ क्या अनि त्यहाँनिर एउटा मान्यता छ त्यहाँनिर उतो प्रेतहरू निस्किन्छ अरे यस्तो प्रेतहरूले तपाईँलाई हेऱ्यो भने कुनै हालतमा पनि छोड्दैन अरे तपाईँलाई केही न केही अवश्य गरेर जान्छ त्यो टपिकमा चाहिँ योभन्दा अगाडिको भिडियो हेर्नु नबिर्सिनु होला यति भन्दै म आजको भ्लग चाहिँ समाप्त गरिदिन्छु र नबिर्सिनु होला लाइक कमेन्ट सेयर सबै हानिदिनु सब्सक्राइब के भन्छ होइन तरकारी सरकारी सब पस्किदिनु यसरी नै माया गर्दै गर्नु म सबै नेपाल टुर गर्छु नगर्ने होइन त्यहाँ चाहिँ के को चेकिङ हो के भएको थाहा होइन ल त